नमस्कार साथीहरू, आज हामी प्रकृतिको काखमा जान्छौं जहाँ बाँसको काँडा फुलेका छन् र प्राकृतिक उपहार ताजा ब्याम्बो सुटहरू टिप्छु। टिपिसकेको ब्याम्बो सुटलाई डोकोमा हालेर म जंगलको बाटो हुँदै प्रकृतिको मजा लिँदै घरतिर जान्छु। अब म ब्याम्बो सुटलाई सफा गर्छु। ब्याम्बो सुटलाई घर गाउँमै भेटिने हँसियाले तास्छु। तासिसकेपछि त्यसको बाहिरको कभर हटाउँछु र भित्र भएको नरम ब्याम्बोलाई मात्र एक ठाउँमा राख्छु। त्यसलाई अब पानीले भरिएको बाटामा राख्छु र हातले एक एक गरी सफा गर्छु। अब म नयाँ बाँसको टुसाको दुवैपट्टिको एन्डलाई कैँचीको सहायताले काट्छु। काटिसकेपछि त्यसलाई पनि पानीमा हालेर हातले सफा गर्छु। अघि सफा पारेको नरम ब्याम्बोलाई तातो पानीमा हाल्छु र माथिबाट नुन पनि हालेर चलाउँछु। एकछिनपछि त्यसलाई नाङ्लोमा हालेर निकाल्छु र चिसो पानीमा हालिदिन्छु। त्यसको दुई फ्याक पार्दै एउटा नाङ्लोमा राख्छु र घाममा सुक्न छोडिदिन्छु। अब म बचेको नरम ब्याम्बोलाई सिसाको बोतलमा हाल्छु। त्यसको माथि अदुवा, लसुन, टिमुर र खुर्सानी हाल्छु। त्यसमाथि पनि म पानी र भेनेगर हालेर छोपिदिन्छु। त्यसलाई छोपेर त्यतिकै राखेपछि म ब्याम्बोको टुसालाई तातो पानीमा हालेर त्यसमाथि पनि नुन हालेर चलाउँछु। एकछिनपछि त्यसलाई पनि निकालेर चिसो पानीमा हालिदिन्छु। त्यसलाई एकछिन त्यतिकै छोडेर म एउटा पानी भएको कराईमा खुर्सानी, लसुन र अरू मसलाहरू हाल्छु। त्यसपछि सोया सस हाल्छु। त्यसलाई उम्लिन छोडेर म चिसो पानीमा छोडेको ब्याम्बो टुसालाई एउटा नाङ्लोमा हालेर त्यही कराईमा हालिदिन्छु। एकछिनसम्म त्यसलाई छोपेर पकाउँछु। पाकिसकेपछि त्यसलाई एउटा भाँडामा हालेर छोपिदिन्छु। अब एउटा भाँडामा लसुन, खुर्सानी, सुकेको खुर्सानी, चिल्ली पेस्ट, मासु र पानी हालेर उमाल्छु। उम्लिसकेपछि त्यसलाई एउटा भाँडामा हाल्छु र त्यसमाथि अघि सुकाएको ब्याम्बो सुट हाल्छु अनि छोपेर बाफिन दिन्छु। साथीहरू, यसरी तयार भयो हाम्रो प्राकृतिक परम्परा र कुलिनरी क्रिएटिभिटीको सङ्गमबाट बनेको ब्याम्बो सुटको परिकारहरू। हजुरहरू पनि घरमा बनाएर अनुभव गर्नुहोस् ब्याम्बो सुटको साँचो स्वाद र फ्रेसनेस। फेरि भेटला अर्को कथासँगै।